साथीभाइहरू अहिले चाहिँ म होइन यहाँ घरको माथिपट्टि जहाँनिर चाहिँ म सधैँ नै गाडी पार्किङ गर्छु नि त्यहीँनिर छु त कि अन्त अब चाहिँ म बाकरा फरेस्टतिर जानु आँटेको होइन किनकि म चाहिँ गेस्ट त्यहाँनिर छोडेर आएछु होइन त्यहाँबाट चाहिँ रिसिभ गर्नुपर्छ अन्त त्यहाँबाट एयरपोर्टतिर जानुपर्छ नि त अन्त अब अहिले चाहिँ म कहाँ छु भन्दाखेरि चाहिँ अहिले बेला चाहिँ म यहीँनिरै पार्किङ गर्छु नि त तपाईँहरूले पनि देख्न सक्नुहुन्छ होइन यो चाहिँ हिल 66 अब यहाँबाट चाहिँ म जान्छु बाकरा फरेस्टतिर अहिले चाहिँ म डब्लु पुगेँ होइन यो चाहिँ डब्लुको बाटो यहाँ चाहिँ यो डब्लु उयो के अरे पाइन फरेस्ट होइन डब्लु स्कुलहरू जाने बाटो यो चाहिँ अरू बेला होइन वेदर राम्रो भएको बेला चाहिँ यहाँ आएर चाहिँ होइन तपाईँले कञ्चनजङ्घा मजाले देख्न सक्नुहुन्छ क्या तल चाहिँ अघि होइन कस्तो घाम लागिरहेको थियो अनि अहिले हेर्नु नि यहाँ चिम्नीपट्टि चाहिँ र फग लागेर होइन अघि मिस्टेक गरेको बाटोमा मजाले ड्राइभ गरेर आएको अन्त अब यहाँ चिम्नी माथिदेखि चाहिँ हेर्नु नि अब बाघबाट जानेपट्टि चाहिँ यस्तो छ होइन अब यो बाटो चाहिँ कहिले बनिने हो बनाउँछ कि बनाउँदैन त्यो पनि छैन बाघरा फरेस्ट पाइन ट्री फरेस्ट पुगिसकेको छ यो चाहिँ पाइन फरेस्ट हामी चाहिँ प्रायः अब गेस्टहरूलाई लिएर चाहिँ यता नै आउँछौँ पाइन फरेस्ट साइडसिनको लागि चाहिँ यहाँबाट तलतिर चाहिँ यस्तो देख्छ यता पुरै पाइन होइन यहाँ चाहिँ अब यो साइड चाहिँ रातिहरू चाहिँ अलिकति टेन्सन हुन्छ किनभने अहिले चाहिँ अब लेपर्ड होइन चिता त्यो चाहिँ निस्किरहन्छ नि त रातिहरू चाहिँ अलिक टेन्सनै हुन्छ यहाँ चाहिँ अब तपाईँहरूले रातिहरू रोक्नुभयो गऱ्यो भने चाहिँ अलिकति याद गर्नुहोस् होइन म चाहिँ अब मेरो गेस्टहरू भएकोमा चाहिँ पुग्नै आँटिसकेँ होइन अलिकति मात्रै छ फाइनली साथीभाइहरू म चाहिँ यहाँ बागडाको होइन हस्पिटल भनौँ न त्यहाँनिर चाहिँ आइपुगेको छु यहाँनिर चाहिँ गेस्टहरूले होइन खाना खाँदै रहेछ अनि त्यही भएर चाहिँ मलाई भिडियो गर्न अलिकति भए पनि अप्ठ्यारो लाग्यो र पनि अब अलिकति एक झलक चाहिँ सट्टै गरिहालौँ भनेर चाहिँ गर्न थालेको होइन यो चाहिँ बागडाको हस्पिटल साथीभाइहरू र मैले चाहिँ मेरो गेस्ट रिसिभ गरिसकेँ होइन यसलाई उहाँ चाहिँ हुनुहुन्छ मेरो गेस्ट जी आपका नाम मेरा नाम अश्विनी अच्छा आप कहाँ से मैं नागपुर महाराष्ट्र महाराष्ट्र से अच्छा और यहाँ पे किस चीज़ के लिए आए थे आप तो यहाँ पे मैं कंपनी की एक मीटिंग थी इसलिए आई थी अच्छा तो कैसा लगा आपको यहाँ का क्वेश्चन मतलब कैसा लगा बहुत ही सुंदर लगा यहाँ पे ऐसे पहली बार मैं पहाड़ों में आई हूँ तो एकदम बादल वगैरह देखते हुए प्लस सिटी बहुत साफ है तो मुझे तो बहुत ही प्यारा लगा फिर से आऊँगी जरूर थ्याङ्क यू म चाहिँ एयरपोर्ट पुगिसकेँ होइन त्यसलाई ड्रप गरिसकेँ अन्त अब म चाहिँ निस्केको यहाँबाट र तपाईँहरूलाई यो भिडियो मन परेमा लाइक र सब्सक्राइब चाहिँ गरिदिनु होला तपाईँको सपोर्ट सपोर्ट गरिदिनु भने पूर्ण आशा गर्दछु थ्याङ्क यू